जब तपाईं र म अयोग्य थियौं अर्थात अपूर्ण थियौं, परमेश्वरले आफ्नो प्रिय पुत्र तपाईं र मेरो निम्ति दिनुभयो। यस संसार त्यतिखेर पनि अन्धकारमै सङ्घर्ष गरिरहेको थियो र आज हामी हेर्छौँ भने त्यसको डबल ट्रिपल हामी पाप र त्यस्ता अधर्मको कुराहरू उग्र गतिमा बढेको देख्न सक्छौँ। आज पनि संसार त्यस्ता अन्धकारसँग सङ्घर्ष गरि नै रहेको छ। भयङ्कर ठुल्ठुला त्यस्ता पापहरूसँग सङ्घर्ष गरिरहेको छ अनि विशेष त्यस्ता पाप गर्ने चाहिँ मानिस नै हो। तपाईं र म अयोग्य हुँदा हुँदै पनि परमेश्वरले आफ्नो प्रिय पुत्र तपाईं र मेरो निम्ति दिनुभयो र आज संसार त्यो अन्धकारसँग सङ्घर्ष गरि नै रहेको छ। तर जसले उहाँलाई विश्वास गरेको छ त्यसले आफ्नो आत्मालाई सुरक्षित गरेको छ, त्यो अनन्ततालाई सुरक्षित गरेको छ। तर जसले प्रभु येशूलाई आज पनि विश्वास गर्न सकेको छैन उनीहरू एक त संसारमा नै रुमलिरहेको छ अनि मुख्य कुरा, सबैभन्दा ठुलो कुरा जसलाई स्वीकार्नु पर्ने, प्रभु येशूलाई विश्वास गर्नुपर्ने, त्यो कुरा नै उनीहरूले गुमाइरहेको छ। यो चाहिँ सबैभन्दा डरलाग्दो कुरा हो। तर मित्र, म तपाईँलाई बताउन चाहन्छु, यो संसार अन्धकारमा सङ्घर्ष गरि नै रहेको छ र यो अवस्थामा प्रभु येशू संसारको ज्योति बनिकन आउनुभयो तपाईं र मलाई जीवन दिनका निम्ति, तपाईं र मलाई उद्धार दिनका निम्ति, तपाईं र मलाई पापको सन्ताप र त्यस्ता दासत्वबाट उन्मुक्त बनाउनको निम्ति, स्वतन्त्र बनाउनको निम्ति प्रभु येशू यस संसारमा आउनुभएको हो। अनि आज यदि तपाईं र मैले उहाँलाई स्वीकार गर्यौं भने प्रिय, हाम्रो अनन्तता सुरक्षित हुनेछ। धेरैचोटि हामी क्रिसमसको विशेष रहस्यलाई त्यति हामी बुझ्ने प्रयास गर्दैनौँ। तर प्रिय, म तपाईँलाई बताउन चाहन्छु, यद्यपि तपाईँले आज यो रहस्यलाई बुझ्नुभयो भने नि तपाईँको अनन्तता सुरक्षित हुनेछ। तपाईँले आफ्नो आत्मालाई सुरक्षित गर्नुहुनेछ। तपाईँले संसारमा करोडौँ रुपियाँ पैसा कमाउनु भयो, तपाईँले धेरै धन सम्पत्ति थुपार्नु भयो, तर यद्यपि तपाईँले आफ्नो आत्मालाई गुमाउनु भयो भने यो चाहिँ सबैभन्दा डरलाग्दो कुरा हुन जान्छ। त्यही कारणले गर्दाखेरि प्रिय, यो क्रिसमसको माहौलमा म तपाईँलाई यही कुरा बताउन चाहन्छु, प्रभु येशूले तपाईं र म अयोग्य हुँदा हुँदै पनि, अपूर्ण हुँदा हुँदै पनि तपाईं र मलाई जीवन दिनुभयो, यस संसारमा जन्म लिनुभयो। अनि यदि तपाईं र मैले यो क्रिसमसलाई स्वीकार गर्यौं भने प्रिय, हामीले हाम्रो अनन्ततालाई सुरक्षित गर्नेछौँ। यदि तपाईं अशान्तिसँग, तपाईं आज विभिन्न किसिमको पापसँग सङ्घर्ष गर्दै हुनुहुन्छ भने प्रिय, यो घडी तपाईँको निम्ति आज यो मौका छ। यदि तपाईँले आफ्नो हृदय खोलेर प्रभु येशूलाई स्वीकार गर्नुभयो, विश्वास गर्नुभयो भने प्रिय, तपाईँले आफ्नो अनन्ततालाई सुरक्षित गर्नुहुनेछ। यो क्रिसमसले वास्तवमै हामीलाई यही कुरा सम्झाइरहेको छ कि प्रियहरू, परमेश्वर अति नै प्रेमिलो हुनुहुन्छ। परमेश्वरले हाम्रो विगतको कुराहरूलाई हेर्नुहुन्न, तर परमेश्वरले आज हामी कुन कुरासँग सङ्घर्ष गरिरहेको छौँ, पाप अधर्म जति पनि त्यस्ता घृणित कुराहरूसँग हामीले सङ्घर्ष गरिरहेको छौँ, त्यस्तो कुराबाट परमेश्वरले तपाईँ र मलाई स्वतन्त्र दिन चाहनुहुन्छ, स्वतन्त्र गर्न चाहनुहुन्छ। त्यही कारणले गर्दाखेरि प्रिय, उठ्नुहोस्, यो क्रिसमसलाई कदापि पनि नभुल्नुहोस्, अभोइड नगर्नुहोस्, व्यवस्था नगर्नुहोस्। प्रिय, यो तपाईँको निम्ति हो। आफ्नो हृदयलाई स्वीकार गर्नुहोस् त, तपाईँले जीवनमा नि शान्तिलाई प्राप्त गर्नुहुन्छ, आनन्दलाई प्राप्त गर्नुहुन्छ अनि विशेष कुरा त तपाईँले मृत्यु पछाडिको जीवनलाई सुरक्षित गर्नुहुन्छ। यो चाहिँ सबैभन्दा शक्तिशाली कुरा हो। त्यही कारणले गर्दाखेरि प्रिय, प्रभु येशू यस संसारमा संसारको ज्योति भइकन आउनुभएको छ। यस्तो अन्धकारमय संसारमा प्रिय, उहाँलाई विश्वास गर्न स्वीकार गर्नुहोस्, तपाईँको अनन्तता सुरक्षित हुनेछ। आमेन।